हेलो नमस्ते तपाईलाई स्वागत छ मेरो ब्लगमा म चाहिँ सुबिना गुरुङ अनि बाहिर टाइटल तपाईले थाहा पाइसक्नु भएको छ भिडियो के को भनेर आजको ब्लग चाहिँ हाम्रो तारा हिलको यात्रा रहेको छ अनि एकदम हतार हतार भएकोले मैले भिडियो स्टार्ट गर्न नि पाएन कमलीको घर घर यति भिडियो बनाउँदै छु अनि हामी चाहिँ मिलेर चितवनको ग्रुप र हामी मिलेर जाने भएको कारणले एकदम हतार भएथ्यो अनि त्यही भएर ट्याक्सीमा चढेर हामी गइहाल्यौं अनि त्यसपछि छिटो जिपे टाइम अनि हामी चितवनको ग्रुप प्लस हाम्रो ग्रुप भएर चाहिँ लाग्यौं हामी केलाङसम्मको यात्रामा अनि यहाँ चाहिँ हामी खाजा खानको लागि एकछिन रोके जिपले अनि एकछिन यसो भिडियो गर्दैको के मैले अब चाहिँ हाम्रो यात्रा सुरु भयो यहाँबाट हाय हाय अब यताबाट सिक्किन्छ सबैजना आउनु होला है त साथीहरू यस्तो राम्रो राम्रो भ्यू हेर्दै हिँड्नलाई बाटो बाटोमा छ दामी दामी बाटो नै राम्रो छ बाटो बाटोमा यस्तो पानीको सुविधा पनि छ यस्तो राम्रो भ्यू छ है साथीहरू यता चाहिँ गोठ छ त्यहाँबाट चाहिँ गोठ छ आज हिँड्दै ल मेरो टर्न यता चाहिँ गोठ छ अनि उहाँहरू मेरो मित्रहरू सबै थकित छ म मात्र छैन हामी यस्तरी बसेर बेहाल भएर हिँड्दा हिँड्दा रमाइलो भयो हिँडेर से भयो तर त्यो सिक्लेस पार्क होइन कस्तो राम्रो देखेको है ए सिक्लेस पार्क त होइन के भन्छ त्यो Kilang School. Finally, after 6 hours, we are here. अनि त्यसपछि हामीलाई खाजामा चाहिँ मकै चिया कफी दिएको थियो अनि त्यसपछि हामीले हाम्रो खाजा इन्जोय गऱ्यौँ अनि त्यसपछि एकछिन बस्यौँ रमाइलो गऱ्यौँ अनि खाना खाएको त भिडियोले नै बिर्सेछु अनि खाना खाइसकेपछि चाहिँ हामी आगो तापेर एकछिन बस्यौँ जाडो भएको कारणले गर्दा चाहिँ अनि त्यसपछि चाहिँ हामी एकछिन गीत गाएर जाने नजाने गीत गाएर रमाइलो गरेर बस्यौँ ल पुरा गीत सुन्नुहोस् है त हाम्रो यो चाहिँ रातिको कति बज्यो 11 बजेको भ्यू है
सरर लागेर गुड मर्निङ साथीहरू यो चाहिँ हाम्रो मर्निङको भ्यू है हामी ठ्याक्क बस्ने ठाउँबाट ठ्याक्क अगाडिपट्टिको भ्यू अनि यता चाहिँ कति धेरै लालीगुराँसहरू छ अनि यता सनराइज हुन लाग्छ यस्तो दामी दामी छ गुड मर्निङ साथीहरू गुड मर्निङ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ यस्तो हिमाल हेर्दै हामी गुड मर्निङ यो चाहिँ हाम्रो ब्रेकफास्ट हिमालको भ्यू हेर्दै छोरीहरूको एउटा फोटो लिए है त कस्तो राम्रो भ्यू कस्तो राम्रो हाई हाई गुराँस नटिपर है साथीहरू ओ माई गॉड कस्तो राम्रो देखेको सेतो पिङ्क कलरको व्हाइट एन्ड पिङ्क यो चाहिँ हाम्रो बिहानको खाना हुन्छ हुन्छ प्लिज वाइ नट हजुरहरूले पनि थप्नु है प्लिज खानु खाएला नखाएला छोरी निरोगी हुनु भाजी पनि हुनु है मलाई त ड्याप्प लगाइदिनु झट्ट मात्रै मलाई पनि ड्याप्प भाग्य पनि हुनु छोरी है लाग्यो अब जन्म थलोतिर उता हाम्री बहिनी स्वागमा छिन् चस्मा ढल्काएर वाउ कस्तो राम्रो देखे हवे तारा हिलदेखि खिलाङसम्म पैदल यात्रा गर्दा आयौँ अनि त्यसपछि खिलाङदेखि पोखरासम्म चाहिँ हामी बसमा आयौँ सबैजना थकित भएको कारणले गर्दा प्लस घर पनि ढिलो आएको कारणले गर्दा मैले भिडियो इन गर्नै बिर्सेछु त्यसैले यो भ्यू हेर्दै मेरो भिडियो अन्त्य गर्न चाहन्छु अनि प्लिज लाइक सेयर सब्सक्राइब माई च्यानल थ्याङ्क यू सो मच